राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले हालैको जिन्जी आन्दोलनका शहीदहरूलाई सम्मान गर्दै पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा श्रद्धाञ्जली सभा आयोजना गरी शोक व्यक्त गरेको छ। कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, अन्य पदाधिकारी तथा नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कार्यकर्ताहरूको सहभागितामा दीप प्रज्वलन र फूल अर्पण गरी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। जेन्जी युवाहरूबाटै दीप प्रज्वलन र फूल अर्पण गरी कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यक्रमले शहीदहरूको बलिदानप्रति पार्टी र युवा पुस्ताको सम्मान र संवेदनशीलता झल्काएको छ। जेन्जी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारबाट भएको बर्बर दमनमा परि ज्यान गुमाउनु भएका सम्पूर्ण शहीदहरूप्रति राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। त्यो आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्ने र उहाँहरूले उठाएको भ्रष्टाचार र सुशासनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी अझै प्रतिबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता सहित हामीले आज यो श्रद्धाञ्जली सभा आयोजना गरेका थियौँ। यो घटनाको कारकमा जे कुरा जो जोडिएका छन् तिनीहरू सबैलाई कहिल्यै टाउको उठाउन नपाउने गरी उनीहरूलाई निस्तेज गर्नुपर्छ र उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। विशेष गरी भ्रष्टाचारसँग जोडिएका विषयमा यो सरकारलाई चाहिँ फेरि छुट छैन, यो सरकारले गर्नै पर्छ। यत्रो हाम्रो चाहिँ जनधनको क्षति भइसक्यो, यत्रो देशले चाहिँ भार थेगिसक्यो भने हामी सबैको दायित्व पनि हो कि यो सरकारले हामीले सघाउनु पर्छ। हार्दिक श्रद्धाञ्जली। नियमन गर्ने नाममा तत्कालीन सरकारले सामाजिक सञ्जाललाई बन्द गरेको प्रसङ्गमा सिङ्गो राजनीति र सार्वजनिक जीवनमा व्याप्त भ्रष्टाचार तथा विद्युती विरुद्ध जेन्जी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारबाट भएको बर्बर दमनमा परि ज्यान गुमाउनु भएका सम्पूर्ण शहीदहरूप्रति राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै प्रदर्शनलाई शान्तिपूर्ण बनाउने क्रममा कर्तव्य निर्वाह गर्ने क्रममा प्राण गुमाएका सम्पूर्ण सुरक्षाकर्मीहरूप्रति पनि हामी गहिरो शोक व्यक्त गर्दछौँ। आज संविधान दिवस मनाइरहँदा उनीहरूले नेपालको संविधानकै परिधिभित्र रहेर आफ्ना आवाजलाई बुलन्द गर्दै युवा पुस्ताका सरोकार र मुद्दाहरूमा तत्कालीन सरकारको ध्यानाकर्षण गराउन पहल गरेको तथ्यलाई हामीले मनन गर्नुपर्ने हुन्छ। साथै विद्यमान संविधानमा आवश्यकीय संशोधन तथा परिमार्जन मार्फत नै हालको व्यतिथिको समाधानको समेत अपेक्षा गरेका छन्। हामीले संवैधानिक सुधारको मुद्दा निरन्तर उठाउँदै आएका हौँ। संविधान संशोधन र परिमार्जन नगरी मुलुकमा आमूल सुधारको सुरुवात हुन्न भन्ने हाम्रो अडानलाई पछिल्लो जेन्जी विद्रोह र त्यस क्रममा उठेका आवाज र व्यक्त भावनाले पनि पुष्टि गरेको छ। अत संविधानको सर्वोपरितामा विश्वास गर्दै सम्पूर्ण नेपालीको आशाको किरण खोज्ने अभियानमा अमूल्य प्राण